हेलो गुड मर्निङ फ्रम कुरी भिलेज। अब आज चाहिँ हाम्रो थर्ड डे बिहानको थर्ड मर्निङ भनौँ। अब चेकआउटको लागि तयारी गरिरहेको छौँ। बिलिङ सिलिङ पनि सबै भयो। बाइक स्टार्ट हुँदैछ, कोल्ड स्टार्ट हुँदैछ। -7 डिग्री थियो राति र अहिले फर्स्ट टाइम गर्दाखेरि पनि एकैचोटिमा स्टार्ट भयो बाइक चाहिँ। ल ठिक छ, अब बिस्तारै हामी अब कुरी भिलेजबाट तल तल झर्छौँ। अनि त्यसपछि खाना चाहिँ हाम्रो आज चरीकोट खाने, अस्ति लास्ट टाइम खाएको ठाउँमा खाने कि भन्ने कुरा भएको छ। र तिम्रो भएन? सबै चेक गऱ्यौ नि होइन? त्यो अफ गरिदेऊ नि, त्यो बेड हिटर अफ गरिदेऊ। किन अनि छोडिदिनु होला? त्यो म्याट्रेसहरू उठाएर हेऱ्यौ? ल त्यसो ब्याग लिएर आऊ। ल गाइस, अब यसो बिचमा के हुन्छ भेटौँला है त। ल हामी चाहिँ अब अफिसियल्ली होटल साङ्ग्रिलाबाट निस्क्यौँ। जे होस् 2 दिनको स्टे रमाइलो भयो। यो कालिम्पोङ फर्स्ट टाइम आउँदाखेरि चाहिँ यस्तो टाढा यस्तो बाटो अब त लाइफमा आउँदैन होला भनेर सोचेको, तर 3 पटक भइसक्यो। भनेपछि यो कालिम्पोङ चाहिँ आइ गरिदो रहेछ, नमिच्छाउँदो रहेछ। अब पक्कै पनि अब फेरि आइन्छ, तर बाइक ल्याउँदाखेरि चाहिँ सकेसम्म डबल लोड चाहिँ आउनु हुँदो रहेछ ल बाइक ल्याउँदाखेरि। किनभने अलिकति उकालोमा चाहिँ प्रब्लम भयो क्या। हिजो अस्ति आउँदाखेरि उकालोमा चाहिँ राम्रोसँग नतानेर पिकअप नलिएर, त्यही भएर सिङ्गल लोड चाहिँ मजाले तान्यो। ल बिहान बिहानको भ्यू यस्तो छ हाम्रो कुरी भिलेजको। पानी जमेको हेर न तल, पानी पुरै जमेको छ। ल हेर्नुहोस् त कुरी भिलेज ठ्याक्क त्यो भिलेजमा घाम परेर के है दामी देखेको छ। ल अब भ्यू यहीँबाट राम्रो देखिन्छ। म तिम्रो पिक्चर खिचिदिन्छु है त। ल थम्बनेलको लागि पनि हुन्छ है, तर तिम्रो कालो आउँछ किनभने लाइट त्यहाँ छ नि त। ल हुन्छ, हैन म त म्यानेज गर्छु। राम्रो एडिटिङ गर है। ल अब हामी यहाँ फोटो सेसन गरेर निस्किन्छौँ है त। ल है ओह्रालो झरिँदैछ, कालिम्पोङबाट चरीकोटतर्फ गइँदैछ। उकालो भन्दा ओह्रालो सजिलो भइरहेछ जे होस्, किनभने आफ्नो कन्ट्रोलमा चलाउन पाइएको छ नि त। उकालोमा त अब रेस नदिई नहुने, उफारेको उफारै झर्दाखेरि त बिस्तारै ब्रेक थिची झर्न पाइयो। अब यो बाटो पनि ढलान भयो भने चाहिँ मजाले पुगिन्छ माथिसम्म। तर यो ढलान हुन चाहिँ लाग्छ अझै 5-6 वर्षै लाग्छ होला, किनभने बल्ल त तल भएको छ। त्यही पनि वान वे मात्रै, एकतर्फी मात्रै भइरहेछ। गौरीशङ्कर हिमालमा बिस्तारै घाम हल्का तुवालो टाइप छ त है। बाटो चाहिँ बनाउँदैछ। ओहो यस्तो धुलो उड्यो। एक साइड मात्र बनाए, एक साइड बनेकै छैन कि, यस्तो छ बाटो। अब यो बन्नलाई लाग्छ टाइम। म 5 वर्षपछि आउँदाखेरि यस्तै छ, 5 वर्षपछि एक साइड बनाएको छ। अब अर्कोचोटि 5 वर्षपछि आउँदा त एक साइड बन्ने होला, फेरि अब माथिको नबन्ने होला।
राइटतिर हामी ल हामी चाहिँ देउराली भन्ने ठाउँमा आइपुग्यौँ। अब यहाँ हिजो चाहिँ हामी यताबाट आएको थियौँ होइन। बाटो चरीकोट निस्किन्छ, यो बाटो चरीकोट निस्किन्छ। बाटो कस्तो छ? पिच छ, पुरै पिच छ। ल हाम्रो लागि चाहिँ यो बाटो नयाँ हो होइन। हेरौँ पुरै पिच छ भन्नुभएको छ के अरे। अब हामी चाहिँ खास चरीकोट चाहिँ खाना खान जान लाग्यो। यो बाटो चाहिँ हाम्रो लागि नयाँ हो। हामी चाहिँ हामीहरूलाई त होइन, तर पिच चाहिँ भएपछि नयाँ हो। ए हजुरको लागि? ए मेरो लागि त टोटली नयाँ हो नि त। त्यही त। अनि ल हेरौँ कस्तो राम्रो बाटो। आहा कस्तो दामी बाटो पनि रहेछ। अनि प्लस यहाँ चाहिँ गाउँ, सानो गाउँ पनि रहेछ होइन। अनि पहाडहरू पनि देखिरहेको छ। कस्तो पिच पनि एकदम पर्फेक्ट पिच छ क्या है। अनि त्यसपछि हेर्नु न घरहरू पनि कस्तो राम्रो राम्रो बनेको, कति दामी पिच। ठुल्ठुलो घर हो, बिल्डिङ। ओएमजी ल यो चाहिँ मेन चोक दोलखा चरीकोटको बजार। अब हामी खाना खाने होइन? खाना खाने हो, भोक लाग्यो। यसमा हामी अस्ति नै जिरी जाँदाखेरि खाएको, त्यसपछि चाहिँ मन परेर फेरि पनि हामी रिटर्न आयौँ। ल यहाँ मेनु हेरेर यहाँ डिसिजन लिनै गाह्रो भइरहेछ। सेकेन्ड टाइम होइन यहाँ तिमी? त्यही भएर कालिम्पोङ भोजनालय मेनु। यहाँ हेर्न सक्नुहुन्छ भोजनालय। रोटी र मटर पनिर। वाह कति लामो है, किताब जस्तो है यार सबै, कति धेरै। ल तातो त हौ नरम हुन्छ। पनिर मात्रै होइन र त्यो दिन हामीले खाएको होइन मटर, त्यो त उसमा हो नि त, पनिर खाना हो नि त। पनिर पनिर मात्रै होइन, मटर पनिर मिक्स हुन्छ। ल उसको खाना आइसकेको छ, मेरो चिकन खाना आउँदैछ। ल छिटो खाऊ, यो सेलाउँछ। दुईवटा खाँदै छु मैले। के थाहा त्यति ठुलो हुन्छ भनेर। ल खाना आयो, भात, चिकन, दही पनि रहेछ, गुन्द्रुकको अचार। ठिक छ खाऊ न, मिठै हुन्छ। ल गाइस हामी खाना खाएर अब काठमाडौँतिर फर्किँदैछौँ। अहिले चाहिँ हामी लगभग यो खरीढुङ्गा भन्ने ठाउँतिर आउन थालिरहेछौँ। वेदर एकदम घमाइलो वेदर छ, हावा पनि लागिरहेछ, मन्द चलिरहेछ, हाम्रो सफर चलिरहेछ। I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. नोटिसै गरेन त है, कस्तो हुस्सु त लाग्थेन त त्यो दानामा त हुस्सु लागेको छैन। तर यहाँ लेक रहेछ। अच्छा त्यही त अस्ति मैले त्यहाँ बाटोमा बोर्डमा देखेको थिएँ क्या, कुनै के ताल भनेर कस्तो ठाउँमा भएकोमा पनि तालको नाम रहेछ भनेको त योलाई बनाएर। यता हो त खरीढुङ्गामा
यो नेपालको अब फिल्म सुटिङ गर्नुको लागि फिल्म सुटिङ चलचित्र नगरी जस्तो बनाउँदैछ क्या सबै सेटहरू भएको अलरेडी फिल्म सुटिङ यहाँ बनाउँदैछ किनभने अब अरू लोकेसनमा भयो नि त नेचुरल लोकेसन त्यही भएर ल अब हामी जाँदैछौँ त्यहाँ ग्राउन्ड पनि ल मुडे बजार भयो मुडे बजारमा चाहिँ अहिले भर्खर नयाँ नयाँ चिज भएछ कालो नत्र पहिला चाहिँ लास्टै धुलो धुलै धुलो हुन्छ मुडे बजार ल त्यो सबको खाना खाने बेला भएर नि त हामी अस्ति लास्ट टाइम फर्स्ट टाइम आउँदाखेरि गाडीले यहीँ रोकेको थियो खाना खाउन त्यो बेला हामीलाई थाहा हुँदैन नि त कहाँ हो भनेर यही मुडेमा रोक्दो रहेछ क्या कुर्तीहरू लानेहरू किन्ने आलु हेर है फेमस मुडेको आलु यहाँको फेरि किलो हुन्छ किलो अलि दिइहाल्छ क्या छिटै अब हाम्रो स्टेसन भनेर के भयो किन हाँसेको अब एकछिन हामी यहाँ रेस्ट गर्छौँ धेरै नबसौँ है 5-10 मिनट मात्रै गरौँ ल अनि त्यसपछि ब्याक टु अन द वे अब यहाँबाट खाडी चौर चाहिँ 23 किलोमिटर छ है ल अब हामीले रेस्ट गरेर पनि सक्यौँ अब सर तल गइन्छ अनि फेरि अर्को पोजिसनमा हामी रेस्ट गर्छौँ ल बस 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 ल खाली त्यो चौरमा आइयो है खाडी चौरको यो पुल त लास्टै छ यार कम्तीमा अर्को पुल बनायो भने पनि हुन्थ्यो यो त एकचोटिमा एउटा गाडी अट्छ मान्छे हिँड्ने पनि यहीँ ल यो चाहिँ खाडी चौर बजार अब यतातिर चाइना तातो पानी कोदारी हामी अब लेफ्ट जान्छौँ केक किन्न छ र तिमीलाई छोड अस्ति लास्ट टाइम किनेको केक किनिराख्नु बेकार अनावश्यक महँगो मात्रै पर्छ क्या यता ल हामी खाजा खाना भनेर माइला दाइकोमा आएको छौँ यहाँ त कतिचोटि आइयो कतिचोटि ल झर होइन कहाँ घाम हुन्छ भित्रै बस्ने हो
ल यहाँ चाहिँ धेरै पटक आइसकेका छौँ तर अलि चाहिँ खाजा खान मात्रै प्याक छ यहाँ त जहिले पनि प्याकै हो र ल फुल प्याक रहेछ एकछिन यतै बसौँ ल हाम्रो खाजा सेट आउँदैछ जसमा हामी चाहिँ भेराइटिज अचार अनि त्यसपछि अचार सलाद पापड अचार कतिवटा छ के अरे करेलाको तिमीलाई मन पर्छ छडा नि छडा हो ल ल मोमो आइपुग्यो हाम्रो सानो सानो छ मोमो त उसले ऊ खाँदै गर न चिउरा र भट्टास पेट फुल हुन्छ अनि खान सक्दिनँ कि अहिले भुटान होइन हल्का हल्का खाँदै गर नि त त्यसमा मोमो एक दुई पिस मोमो ल कस्तो छ खाउ टेस्ट अचारबाट भयो हो यहाँ त जे पनि मिठो हुन्छ ल है त अब हामी खान्छौँ एकछिनमा भेटौँ ल फाइनली यहाँ भुटान मास्टरको भुटान आयो ल अब भुटान चिउरा खाऊ त्यसपछि जानुपर्छ त ढिला भयो नि खाउ खाउ फोटो खिच्नु पछि माइला दाइकोमा धेरै बेर बसेर खाजासाजा खाएर बाइक पनि एक लट पखालेर अब हामी निस्किन थाल्यौँ अब त कहीँ रोक्ने होइन है ल अब जानुपर्छ ल हामी चाहिँ अहिले पाँचखाल बजारमा आइसक्यौँ पाँचखाल बजारको चहलपहल यस्तो छ ठ्याक्क तराईको भाइब्स आउँछ यहाँ आयो भने अब हामी बिस्तारै उकालो चढ्छौँ धुलीखेलतिर है अब धुलीखेल तर्फ हामी प्रस्थान गर्दैछौँ हेत्तेरिका यस्तो धुलो अस्ति आउँदाखेरि त यो शीतले एउटा धुलो थिएन अहिले त पुरै धुलो यार धुलो पनि कति बाक्लो धुलो क्या गडिने खालको मास्क लगाऊ है यो बाटो चाहिँ सुरुचोटि कालिम्पोङ जाँदाखेरि पनि यस्तै थियो के हो यहाँ चाहिँ अलिकति प्रेस गरेर खै पिच गर्न लगाएको हो कि
दबाएको रहेछ है। ल हामी बल्ल तल्ल धुलो खाँदै खाँदै धुली खेल, धुलो खाँदै धुली खेल है। ए त्यही भएर धुली खेल भनेको क्या हो, धुलोसँग खेल्न मिल्छ नि त। हेर न त्यो रुखहरू पनि पुरै के है धुलै धुलोले। अब फेरि अब धुली खेलबाट उता पनि त्यस्तै त छ बाटो। ल त्यसै भिडियो यहीँ एन्ड गर्ने हो। भिडियो अब यो भिडियो यहीँ एन्ड गरौँ। अर्को भिडियोमा फेरि भेटौँ ल। ल बाई बाई भन्दै हो नि त। बाई बाई। ल सी यू इन अ नेक्स्ट भिडियो।